हार्दिक हार्दिक अनुरोध गर्दछु। के घटाइदिनु न ठुलो आयो के भयो म पो ठुलो बोले क्या हो लु उधौली पर्व हाम्रो चासो नामको सबैमा अगाडि रहनुभएका आमा बुवा दाजुभाइ दिदीबहिनी लगायत सबैलाई म दीपक लिम्बुको तर्फबाट सेवार र देशमा आसीन हाम्रो धेरै व्यक्तित्वज्यूहरू हुनुहुन्छ। हाम्रो मेयर साहब पनि हुनुहुन्छ, हाम्रो गणेश ज्यू पनि हुनुहुन्छ, उहाँ नै हुनुहुन्छ। अब यति धेरै समयको पाबन्दी त नहोला। हाम्रो नगरको प्रमुख हुनुहुन्छ उहाँ, साथै सुरक्षाकर्मी ज्यूहरू हुनुहुन्छ होला यहाँ यता उता बसिराख्नु भएको छ। अनि सबैजनालाई एकदमै हार्दिक हार्दिक नमस्कार सेवारो भन्दै समय अलिकति बितिसकेको छ। अब अलिकति हल्ला पनि गर्नुपर्छ, जाडो पनि लागेको छ। धेरै गीतहरू छन्, अब खोइ कताबाट गरौँ, के गरौँ, कसो गरौँ। यद्यपि तपाईँहरूको ठाउँ यहाँ आउने अवसर मिलेको छ, एकदमै खुसी लागेको छ। सम्पूर्ण आयोजकज्यूहरू लगायत विशेष सङ्गीत लिम्बू भाइलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु भन्दै सबैलाई हृदयबाट हार्दिक हार्दिक नमस्कार यो दीपक लिम्बुको तर्फबाट गर्दै केही नयाँ केही पुराना गीतहरूबाट अहिले चाहिँ सुरु गर्छु। अहिलेलाई भने तपाईँहरूको माया धेरै अगाडिदेखि नै थियो छ र भोलि पनि रहिरहन्छ। तसर्थ अहिलेलाई अलिकति नाचिहाल्ने गीत नगाएर सागर बरु सुकेर गइजाला जान्न माया कहिले नि सुकेर भन्ने गीतबाट कार्यक्रम उद्घाटन गर्न चाहन्छु। यो चाहिँ अलिकति घटाइदिनु होला। अरू ठिक छ, हाम्रो साउन्ड सिस्टमका साथीहरूलाई है त्यहाँ पुग्यो भने ट्र्याक गर्छ होइन ल है। हामी जो छौँ यहाँ उमेरले हो। यस, कहिलेकाहीँ उमेरले पनि हुन्छ, उमेर अलिकति माथि जाला तर विचारले पनि हुनुपर्छ। त्यस कारणले गर्दाखेरि मैले हामी सबै के हौ जेएनजी। यस, थ्याङ्क यू। ल